with Ashish Chaudhary and Vivek Patel. Good morning. Happy Mahashivratri, Happy Mahakumbh. Har Har Mahadev. Om Namah Shivaya. यो नेपालकै मान्छेहरु हुनुहुन्छ यहाँ चाहिँ गाइज हामी यहाँ इंडिया को महावीर मार्केट में आइसक्यौं। महावीर छपरा गोरखपुरमा हिँड्दैछौँ। हामीलाई एटीएम चाहिन्छ थोरै क्यास झिक्नलाई, सामानहरू मेन्टेन गर्नलाई, यसो इम्पोर्टेन्ट सामानहरू चाहिन्छ कि भनेर केटाहरू बोलिरहेछ। बिना पैसा घुमेर जाने पैसा छैन, क्यास पैसा नभएर हामी एटीएम खोज्दैछौँ। तर यहाँ एटीएम भन्दा पनि यहाँ गालाहरू पाइरहेछ, गोलाहरू। करीब नेपाली टाइम 10 बजे हामी हिँडेको है बिहान। अनि त्यो टाइम उता साइड अन्तर बैंक उत्तर प्रदेश पुलिस भनेर वेलकम ब्याक। अब ठ्याक्क हामी प्रयागराज पुग्ने लागेछौँ। हामी अहिले ठ्याक्क भन्नुपर्दा हामी अहिले रिसेन्टली चाहिँ पुगेको शासन भन्ने ठाउँमा हो। यहाँबाट सिधै झुसी जाने ठाउँ छ, झुसीबाट चाहिँ नजिकै पर्ने हो। तर हामीलाई चाहिँ जान दिएन। जे होस् पुलिसहरूले यहाँबाट बाटो चाहिँ फर्काएर छ, डाइभर्जन ल्याएर छ कानपुरबाट। तर हामी यो बाटो लाग्दैनौँ। हामी लाग्ने भनेको यही बाटो हो, झुसीवाला। सोधेर भए पनि यहाँबाट अब हिँडेर गयो भने पनि कति टाइम लाग्ने भयो हामीलाई भनेपछि झुसीको लागि चाहिँ त्यही आधी घन्टा गाडीबाट देखेर छ, हिँडेर चाहिँ 1 घन्टा लाग्ला होला। त्यहाँबाट फेरि 30 मिनट जति लाग्छ। त्यही हो, 2 घन्टा जति हिँड्नु पर्यो हामीलाई। अब फेरि अब भेट्ने छु अब तपाईलाई झुसी पुगेपछि। ल वेलकम ब्याक गाइज। वी आर एट झुसी नियर बाई प्रयागराज। अब हामी आइपुग्न आँटेका छौँ। मान्छेहरूको भिड हेर्नुहोस् यहाँ कस्तो सिचुएसन छ अहिलेको। यहाँ हेर्नुहोस् बिहानको 5 बजिरहेको छ। यहाँ हेर्नुहोस् मान्छेहरू हिँडेरै गइरहेको पार्किङ हेर्नुहोस्। त्यहाँ गाडीहरू टन्नै भरेको छ। आमामा त्यो गाडीहरू अहिले देखिरहेको छैन, यस अलिअलि देखिरहेको छ। तर त्यहाँ पुरै गाडी छ, पुरै पार्किङ भएर यत्तिकै बसेको छ गाडी। हेर्नुहोस् यहाँ ब्लक थियो, बाटो अहिले खोलेर छ जस्तो छ। हे भगवान् हामी झुसीसम्म पुगोस्, त्यति नै हो कुरो। हामीले धेरै हिँड्नु नपरोस्। धेरै हिँडेपछि गाह्रो हुन्छ। गाह्रो भन्नाले पनि बडी डिहाइड्रेट हुन्छ। ल झन्डै यो पुलिस अङ्कलले बाटो जे हो पुग्ने आँटेको छ। यहाँ हेर्नुहोस् सिचुएसन। अटोले पनि गइरहेको छ मान्छेहरू। तपाईँ अटो बुक गरेर पनि जान सक्नुहुन्छ यहाँबाट। अब चाहिँ जे होस् हाम्रो मेला अब सुरु हुने आँटेको
सुरु भइसक्यो। अब यस्तै बाटो भयो भने चाहिँ हामी ठ्याक्क आधी घन्टामा पुग्नेछौँ, तर केही ग्यारेन्टी छैन, हामी गाडी पनि रोक्न सकिन्छ। अब भगवान के भरोसे क्या होगा, अब बात यही है। त्यहाँ पुरै गाडीहरू पार्क भएको छ। सोचभन्दा पनि खतरा रहेछ त्यहाँ गाडीहरू पार्क यहाँ हेर्नुहोस्, मान्छेहरू कसै हिँडेर नै गइरहेछन्। मान्छेहरू पुरै हिँडेर नै हो। नेपालको झन्डा हेर्नुहोस् न, नेपालको झन्डा हो। यहाँ चाहिँ यहाँले हेर्नुहोस्, यो भनेपछि नेपालकै मान्छेहरू हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो नेपालको हुनुहुन्छ, हामी पनि नेपाली हो। हिन्दी बोल्नुपर्छ कि क्या हो मलाई, हिन्दी के बोलौँ नेपाली नै बोलौँ। यहाँ हेर्नु कस्तो झिलिमिली लाइट बालेर छ, सबै झिलिमिली लाइट छ। हानभन्दा अगाडि चाहिँ आइचर भन्ने गाडी गयो, सुजुकी। यस्तो रहेछ यहाँ, यस्तो रहेछ कन्डिसन, यस्तो रहेछ। अगाडिबाट गाडी आउँदैछ, हामी ओभरटेक गऱ्यौँ। ओभरटेक भयो। यहाँ पेट्रोल पम्प छ एउटा, हिन्दुस्तान पेट्रोल पम्प भन्ने। लोकेसन हेर्दैछौँ हामी। यहाँ हेर्नुहोस्, मान्छेहरू पुरै हिँडेर गइरहेछन् यहाँबाट। हामीले चाहिँ यो बिहान आएर अपर्च्युनिटी पायो हिँडेर भन्दा पनि गाडीले जानलाई। अब हेरौँ कहाँबाट चाहिँ गाडी, कहाँसम्म गाडी जान्छ। अब त्यही हो सिचुएसन। अब राम्रोसँग पुगिनु पर्यो। अब त्यही हो। यहाँ हेर्नुहोस्, हामी अहिले रिसेन्टली यहाँ छौँ। हामीले पुग्ने भनेको यो जुसी भन्ने ठाउँमा हो पुग्ने भनेको। जुसी भन्ने ठाउँमा यो जुसी भन्ने ठाउँमा। ल गाइस, ल त्यहाँ हेर्दै जानुहोस् कस्तो भिड रहेछ यहाँ त। भिडले त मार्ने भयो। गाडी पार्क गर्नै पर्छ जस्तो छ सिचुएसन। अब के हुन्छ, अगाडि गएर नि थाहा हुन्छ यो त कुरा। ल तपत्रे कमरिया गाइस, फाइनली हाम्रो गाडी रोकिन आँटिसक्यो। अब लागिरहेछ, हामी अब जाममा फस्ने भयो। अब यहाँबाट चाहिँ गाडी अब पार्किङ गर्नुपर्छ। अनि अब यहाँबाट त सियोर हो, हिँडेर जानुपर्छ। उता छ पार्किङ, उतै गराएर रहेछ जस्तो छ। यतातिर टक्क देखिनु भयो, उतातिर पार्किङ हो। यहाँ हाम्रो चाहिँ बालेनो गाडी अगाडि हुनुहुन्छ, एउटा गाडी पछाडि हुनुहुन्छ जस्तो छ हाम्रो चाहिँ। अब हेरौँ, ल फसियो। अब पार्किङमा रोकेपछि अब थाहा हुन्छ अब के हो कसो हो। पार्किङवाला चाहिँ अब हिँडेरै जानुपर्छ जस्तो छ। ल हामी जारी रहन्छौँ ब्लगमा, तपाईँ वेट गर्दै बस्नु। ल गाइज, हाम्रो अब हुने गइरहेछ अब यात्रा। मेरो मन गुड मर्निङ, ह्याप्पी महाशिवरात्रि, ह्याप्पी महाकुम्भ, हर हर महादेव, ओम नमः शिवाय। कति जल देखाइदियो। हाम्रो 3टा गाडी छ अहिले चाहिँ रिसेन्टली। अब हामी चाहिँ हिँड्न लागेको अब ठ्याक्क घाटमा, के भन्छ अहिले शिवजीको इन्डियाको टाइम 6:13 भइरहेको छ। रिसेन्टली अब हिजो हामी 10 बजे दिउँसो हिँडेको थियौँ। बल्ल स्नान गर्नलाई हिँड्न लागेको छौँ। यहाँबाट कम से कम 2 घन्टा हिँड्नु पर्छ गाइज, 2 घन्टा कम से कम 30 किलोमिटर
तपाईलाई सर्टकटमा देखाउँछु भिडियो जे पनि सर्टकटै गर चलो जय हो दाइ यहाँ जय हो दाइ रास्ताबाट सर्टकट बाटोबाट हामी आइरहेको छौँ सर्टकट गाइडर चाहिँ हुनुहुन्छ ल यता मेरो कृष्ण दाइ पुरै आमामा ओडेर उज्जवल भयो जहाँ त एउटा फोटो खिच ल बिहारी प्लेट छोड़ दीजिए फैमिली के लिए भी सेफ्टी अपनाना पड़ता है सेफ्टी को अपनाउनु पर्छ हेर्नु यसरी डोरी बाँधेर एउटा टोटल फ्यामिली यहाँनिर माकुमा नहराओस् भनेर चाहिँ देखाउँछु म तपाईँलाई सेक्युरिटी अनुसार हिँड्न पाउँछ यहाँबाट चाहिँ एकदम ठुलो भिड आइरहेको छ अल्पबिच द्वार हुँदै हामी यता नर्थबाट साउथ जाँदैथ्यौँ अब हामी वेस्टतिर लाग्छौँ पश्चिम गल्फ द्वारतिर यहाँबाट एकदम भक्तजनहरूको एकदम भिडभाड छ गाइज हामी लोगोद्वारबाट माकुमतिर एकदम निकट नजिकमा आइसकेको छौँ समीपमा लोगोद्वार हर हर महादेव ओम नमः शिवाय घर घर महादेव जय महाशिवरात्रि होती है गणेशो वाला डुबकी लगा ले हाँ इजना मार्बे तंगसा अगाडि जाके सही रहतो बुढी है ओम नमः शिवाय हर हर महादेव जय महाकुम जय महाशिवरात्रि यहाँ देख्न सक्नुहुन्छ कति धेरै भक्तजनको भिड छ हाम्रो सङ्गमद्वारको पुल नजिकै यो चाहिँ तपाईको कास्टिङ मात्रै हो यहाँको हामी चाहिँ उ त्यहाँ परको पुलबाट चढेर उ त्यहाँ पारी सङ्गमद्वारको अगाडि पुगेर स्नान गर्छौँ योगी स्नान दिव्य स्नान धार्मिक स्नान विथ आशीष चौधरी एन्ड विवेक पौडेल देख्न सक्नुहुन्छ धेरै भिडभाड छ गाई यहाँबाट जान दिएन त्यही भएर हामीले ऊ त्यहाँबाट जानुपर्छ